एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज हामी सबैजना घुम्न जाँदैछौँ। हामी चाहिँ कालिम्पोङ जाँदैछौँ। म पुन्टुको बाबा, हजुरआमा, खै त हजुरबा कहाँ लुक्नुभयो ऊ त्यहाँ। अनि अहिले चाहिँ 1:41 भएछ। घरबाट हामी निस्किसक्यौँ, यहाँ कडेस्थान आइसक्यौँ। अब हामी जाँदैछौँ। कस्तो लागिरहेछ? मलाई भन्नु थियो हो खासमा चाहिँ हामी 11 बजी जाने भन्ने प्लान थियो। विविध कारणले 11 बजी जान मिलेन होइन। अनि हामी चाहिँ खास चाहिँ प्लान चाहिँ कस्तो थियो भन्दाखेरि यहाँबाट यता जोरलालघाटभन्दा अगाडि एउटा त्यो के 100 थुम्काको डाँडा भन्थ्यो त्यहाँ जाने। त्यहाँबाट चाहिँ यो जोरलालघाट त्यहाँ हुँदै उज्यालै हुँदाखेरि चाहिँ कालिम्पोङ पुग्ने भन्ने प्लान थियो। बसेको भने जाने भनेर विविध कारणले नभ्याएर हतार हतारको हेर्ने गयो। बिचको चाहिँ हामीले एउटा पार्ट चाहिँ स्किप गरेर हामी यहाँ सिधै गएर जोरलालघाट चरीकोट जान्छौँ। चरीकोट नपुग्दा थकै लामो रात पऱ्यो भने त्यहीँ बसेर बिहान चाहिँ उता कालिम्पोङ जान्छौँ। अनि दर्शन गरेर फर्किन्छौँ। लागेन अब सबै कुरो एज युजलै भयो, ठिकठाक बस्यो भने सिधै कालिम्पोङ गएर बेलुका बस्छौँ। अब अहिलेसम्मको जामहरू परेन, बाटो ठिक छ भने 6 घन्टा देखाइरहेको छ हाम्रो ड्राइभ। त्यही हिसाबले हामी 7 बजी पुग्न सक्छौँ होइन। अब त्यस्तै यता भयो भने हाम्रो अहिले जाडो महिना बेला 8 बजी त पुरै राति पनि भइसकेको हुन्छ। त्यसले गर्दा लेट्स सी कस्तो हुन्छ अब बाटोको अवस्था। त्यही अनुसार हामी जान्छौँ। यहाँ मेरो पुन्टुलाई चाहिँ निनी आइसकेको छ। अब पुन्टुलाई म सुताउँछु। सैलुङ जाने भन्ने प्लान थियो। सैलुङ चाहिँ अब जाने बेला नभ्याउने भयो यतिखेर आएर। फर्किने बेला चाहिँ सैलुङको 100 थुम्का र गुम्बाहरू केबहरू हेरेर फर्किने कि भनेको यो हिसाबले त हामी भक्तपुरसम्म पुग्दाखेरिमा भक्तपुरमा बास बस्नु पर्ला जस्तो छ। लेट निक्ल्यो नि त। बेलुका बेला यसै पनि ट्राफिक हुन्छ। त्यहाँमाथि आज फ्राइडे, त्यसले गर्दाखेरि त्यस्तै ताल पऱ्यो भने भक्तपुरमा नै बस्न सकिन्छ है। अनि अर्को कुरा भनेको मैले 2 दिनलाई जाने भनेको यिनीहरूले लुगा 2 महिना जाने जति यो ट्रङ्क गाडीको ट्रङ्क चाहिँ पुरै लुगाले म त छक्क पराएँ। कोठै सर्न लागेको यसरी घरै सर्न लागेको प्याक गरेछ। 2 दिनलाई जानु लागेको कपडा चाहिँ 2 महिनालाई पुग्ने यिनीहरू। 1 बजी रेडी भएको 2 बजीसम्म फेरि 11 बजीबाट 2 बजीसम्म रेडी भएर यस्तो भएपछि कसरी चाहिँ घुम्न जानु। पुन्टु चाहिँ यहाँ सुतिसक्यो। अनि उहाँलाई चाहिँ भोक लाग्यो अरे। अनि त्यहाँ सुन्ताल खाँदै हुनुहुन्छ। बाबा अहिले हामी जाममा पुन्टु चाहिँ यहाँ उची छको गाला रातो रातो बनाउँदै। अनि हामी चाहिँ अहिले यहाँ भक्तपुर आइपुगिसक्यौँ। थिमी मरेको पिरालो काखी च्यापेर थिमीको उकालो लथ्रो लथ्रो भन्दै उयो उकालो छानी। गुड मर्निङ गाला रातो रातो भन्छ, रातो रातो। हामी चाहिँ अहिले केराघरी पास घरमा आइपुगिसक्यौँ। अनि यहाँ मस्त हिमालको भ्यू दामी। हेलो पछाडि छ ऊ। अहिले चाहिँ हामी जोरलालघाटमा आइपुग्यौँ। अनि हामी चाहिँ अहिले यहाँ खाजा खान बसेको। पुन्टुले चाहिँ खाइसक्यो। अनि हामी पनि अब खाजा खान बसेको। यो के खोला अरे? इन्द्रावती खोला। अब हामी 8 बजी पुग्छौँ। आज फ्राइडे भएर रुम चाहिँ एकदम फुल प्याक भएर कम्प्रोमाइज गरेर हलमा बस्नुपर्ने अवस्था आइरहेको छ। तपाईँ पनि वाटेभर होइन तुम्बा खाएर रातै कटाउने हो। यसै नि बिहान 4-5 घन्टालाई हो। त्यही पनि फ्राइडे कोही आउने हो भने चाहिँ अघिल्लो दिन पुगेर आउनु है। हामीले चाहिँ एटलिस्ट मैले चाहिँ नम्बर राखेको थिएँ, यहाँ फोन गरेँ, नत्र त त्यहाँ गएर नपाउने हो। त्यस हामी सिधै नै वहीँ नै जाने भयौँ। हाम्रो चाहिँ खाजा आइपुग्यो। मोमो अनि हामी खाजा खाइहाल्छौँ। हामी चाहिँ अब खाजा खायो अरे यहाँबाट निस्क्यौँ। अब हामी सिधै
रोकिकन सिधै कुटी भिलेजमा जान्छौँ। मेरो छानी पनि खाइ डाइपर पनि फेरि गुड 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 अब निदाउँछु है। अनि मम्मी बाबा चाहिँ उतै खाँदै हुनुहुन्छ ऊ किनकि एकदमै ढिला भइसकेको छ। अनि टाइम लागेको थियो मम्मी बाबाको त्यो आलु आउलाको लागि चाहिँ अनि प्याकिङै गरिदिनु भन्यो। अनि त्यही भएर अहिले यहाँ गाडीमा मस्त खाँदै हिँड्दै हुनुहुन्छ। हामीले चाहिँ मोमो त्यहीँ छिटो खाएर निस्क्यौँ। ये कालिम्पोङ पुग्न चाहिँ अब 3 किलोमिटर बाँकी छ। हामी चाहिँ अहिले एकछिन बाटोमै यत्तिकै बसिरहेछौँ किनकि गाडी एकदम तात्यो, पिकअपै लिएन होइन त। त्यही भयो नि त, पिकअप नलिए होइन त गाडी तात्तेर। अनि त्यही भएर हामी एकछिन 10-15 मिनट अब यहीँ बस्छौँ, यो गाडी सेलाउन दिन्छौँ। अनि त्यसपछि हामी यहाँनिर फेरि जान्छौँ। अनि पुन्टु यहाँ यसै मस्त सुती छ है। मम्मी हो बाबा अगाडि, उहाँ बाहिर निस्किनु भएको छ एकछिन। यस्तो छ पारा। अब एकछिन रेस्ट लिएपछि अब हाम्रो रेस्ट टाइम सक्यो। अब चाहिँ हामी यहाँबाट पनि हिँड्यौँ, रेस्ट टाइम सक्यो। अनि बाटो यो बाटो चाहिँ यस्तो खान्दरङ पुरै नगरौँ राम्रो यस्तो छ पारा, यस्तो यस्तो बाटो छ। त्यहाँदेखि मस्त सुतिसक्यो बिचरा। हामी चाहिँ अब फेरि जाँदैछौँ। गाडी बिग्रेर तनाव, एकछिन त चल्दैन चलेन। गाडी त्यहीँ नै राख्नुपर्छ भन्ने त्यो सिचुएसन भइसकेको थियो होइन। एकछिन फेरि चल्यो अनि हामी आइपुग्यौँ बल्ल। अब हामी होटेलतर्फ लाग्दैछौँ। एकछिन तपाईँ हिँडेर जानुपर्छ। गाडीको हयो भइरहेको थियो। आइपुग्यौँ हामी। हामी चाहिँ कालिम्पोङ आइसक्यौँ कुरी भिलेजमा। अनि हामी होटेलमा पनि आइसक्यौँ। होटेलमा आएर ड्रेसेस लगायो अरे अहिले मजाले आगो तापिरहेको छौँ। यहाँ आइ पुन्टुले चाहिँ खाइ पनि सक्यो लिटो। पन्जा लायो अरे मजाले बसिछ अब हेर्न। अब हामी चाहिँ अब खाना खान जाँदैछौँ। अनि खाना खाएर अलिक सुत्छौँ। एकदमै चिसो चाहिँ खाना आइपुग्यो। अब हामी सबैजना खाना खाँदैछौँ। पुन्टु यहाँ हेर्दैछ। गुड मर्निङ गाइज। पछि सबजना उठिसक्यो तर पुन्टु चाहिँ सुति नै रहेको छ। अनि यति चिसो छ कि लाइक कुरा नगर्नु। हामीले 4वटा ओर्नी ओढेको छौँ के, हेर्न सक्नुहुन्छ होइन। 4वटा के, त्यही यत्रो मोटो कुरा नगर। त्यो पनि यस्तो चिसो भइरहेको छ कि यति 4वटा ओर्नी ओढ्दाखेरि पनि उनीबाट बाहिर हात निकाल्दा पनि पुरै त्यो हात फ्रिज जस्तो भइरहेको छ कि एकदमै चिसो रहेछ कि लास्टै नै। पुन्टु यहाँ यस्तै सुतिरहेछ। पुन्टुलाई त कतिवटा लुगाको लेयर लगाइदिएको छ अझ स्लिपिङ ब्यागभित्र हालेर। अनि फेरि यत्रो यो 4वटा ओर्नी उडाएर सुताएको छ होइन। एकदमै नै चिसो छ एकदमै नै। अनि मम्मी बाबा अनि उहाँ चाहिँ त्यहाँ आगो ताप्न जानु भएको छ। आगो बालिदिनु भनेको छौँ। अनि त्यहाँ जानु भएको छ। अब म पनि पुन्टु अलि उठ्छ त्यसैले म पनि जान्छु। अनि पुन्टुलाई फेरि अनि डाइपर चेन्ज गरायो ओरी, अर्को एक्स्ट्रा लुगा फेरि लगायो ओरी, अनि उसलाई खुवायो ओरी। अनि त्यसपछि हामी मन्दिर जान्छौँ माथि। अनि केबुल चढेर अनि 15 मिनट हिँड्नुपर्छ अरे। अनि मन्दिर गयो, दर्शन गरेर अनि फर्किहाल्छौँ होइन। तर चिसो चाहिँ मजा चिसो रहेछ। हो त्यो पानी त कुरै नगर्नु कि त्यो छुन पनि सक्दैन कि त्यस्तो छ। पुन्टुलाई चाहिँ प्युरी बनायो खुवाइसक्यौँ। अनि अहिले ऊ सुति पनि सक्यो, तलै छ।
अनि म चाहिँ यहाँ ब्रस अनि मन्जनहरू लिन आएको ब्रस गर्नु पऱ्यो अब अनि फ्रेस भयो अनि हामी मन्दिर जान्छौँ अनि यहाँको बाल्कनी बाटोको चाहिँ यस्तो छ यहाँ है चिसो चाहिँ एकदम चिसो छ हात छ कि छैन जस्तो भइसकेको छ होइन चिसो चाहिँ हामी ब्रस गऱ्यो अरे अनि हामी चाहिँ अहिले ब्रस गर्दैछौँ आज हामी बाहिर बस्छौँ मारम गाडी स्टार्ट गर्दै हुनुहुन्छ एकदम एकदमै हामी चाहिँ अब लाग्यौँ केवल कहाँतिर पुन्टु यहाँ छ पुन्टु यता हेर्नु न यता हेर त ऊ छोरी सानो अब हामी चाहिँ लाग्यौँ बाबा यहाँ मम्मी यहाँ उहाँ उता के हेर्नु जानुभएको कुनै थाहा छैन हामी चाहिँ पहिलो केवल काट्न आयौँ अनि यहाँ टिकट काट्दै हुनुहुन्छ उहाँहरू चाहिँ जब यति हिँडेर आउँदाखेरि पनि मेरोमा मुटुरै निस्का जस्तो ब्याट 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 हुने के लगभग 5 मिनट जति हेरेको त्यति नै लाइन हेर्ने लाइन कहाँ हो कहाँ लाइन त टाइट हामी चाहिँ केबल कार चढेर जाने भन्ने कुरो थियो तर टिकट पनि काट्यौँ लाइन पनि बस्यौँ तर यति धेरै कि भित्र नि फनाउने घुमेको है अनि फर्की त 12 बज्छ भन्न थाल्यो त्यहाँबाट अनि टिकट अरूलाई बेचेर हामी लाग्यौँ आधी घन्टाको लाइन पनि बिचा राखिदिएर उनीहरूलाई अनि हामी पैदल यात्रा गर्न थाल्यौँ हे माथि हो त्यो माथि हो अनि त्यहाँबाट चाहिँ 15 मिनट हिँड्नुपर्छ 15 मिनट रहेछ नि केबल कारबाट हिँड्नु बितिहाल्थ्यो आधा घन्टा हिँड्नुपर्ने अनि त आधा घन्टा केबल कार बाटो त्यो त सिधा छ नि ऊ त्यो त्यस्तो कुरो आयो यस्तो ठाडो कार छैन हाई गाइज हामी चाहिँ बल्ल आइपुग्यो बल्ल बल्ल उता छ माथि त्यहाँ केबल कार चाहिँ आइपुग्यो मन्दिर चाहिँ भए माथि छ अनि पुन्थ्यो त्यहाँ ऊ मम्मी यता बाबा उहाँ माथि पुगिसक्नु भयो उहाँ परबाट आएको हामी अब 15 मिनट जति अझै हिँडौँ अनि चाहिँ त्यसपछि भनेको अनि बल्ल सक्यो हामी भन्दा पछाडिको त्यो दाइहरू अघि भर्खर आइपुग्नु भयो है अनि अब हामी टु गाह्रो अब त म कहिले छुकेर नि कसरी मलाई प्रीति म तँलाई 1 लाख रुपियाँ दिन्छु 1 लाख रुपियाँ यहाँ जाम भन्यो भने पनि म चाहिँ आउँदिनँ बा भयो भने मलाई 1 लाख रुपियाँ चाहिँदैन पनि लगाइसक्यो ए ल ठ्याक्क आइपुग्यो केबल कहाँनिर चाहिँ मन्दिरमा आइपुग्यौँ मन्दिर हिमाल अहिले पुन्ते पुन्टु क्या गल्थ्यो फेरि यस खाना आइपुग्यौँ हिमाल ऊ चाहिँ यहाँ मस्त खेलिरहेछ है
आज पुरै लाइन छ है हामी चाहिँ लाइनमा बस्दै त्यहाँ उहाँ चाहिँ यहाँ शङ्ख बजाउँदै हुनुहुन्छ हामी चाहिँ त्यहाँ दर्शन गऱ्यो आइसक्यौँ यहाँ हो गाह्रो है राइट हामी चाहिँ अब दर्शन गरिवरी फर्किँदैछौँ है है हेलो बाबा मम्मी चाहिँ अति पुगिसक्नु भयो पुन्टु निदाइसक्यो त्यहाँ यसको परियो अनि हामी चाहिँ जाँदैछौँ खै पुन्टु खै त पुन्टु निदाइ छ बिचरा मैले भर्याङ गर्ने जब दिएको एउटा भर्याङ गर्दाखेरि 50 पैसा आउँछ नेपाली अहिलेसम्म 92 भएको छ होइन अनि ग्यास ओहो 500 नै बनाउँछ नि गाह्रो हामी चाहिँ तल आइपुग्यौँ बल्ल बल्ल आइपुग्यौँ हामी चाहिँ यहाँबाट निस्क्यौँ कति ठ्याक्क 12:56 भएछ यहाँबाट निस्क्यौँ अब कालिम्चोकबाट यहाँबाट हामी अब दोलखा भीमसेन जान्छौँ अनि त्यहाँ एकछिन